हेलो गाइज गुड मर्निङ के छ हजुरको खबर सन्चै हुनुहुन्छ होला नि है। आज चाहिँ मैले दिनभरि के गरेँ र आज सपिङमा जाने मिनी भ्लग बनाएको छु है त। आज चाहिँ सुरुमा उठेर म जहिले पनि आज मात्र होइन जहिले पनि मेरो झ्याल खोल्ने गरेको छु। अनि त्यसपछि म उठ्दाखेरि टन्टलापुर घाम लागिसकेको हुन्छ। म उठ्ने भनेकै 1 बजिसकेको हुन्छ। ड्युटीबाट आएर सुत्दै उठ्दाखेरि 1 बज्छ। अनि त्यसपछि उठेर सबभन्दा सुरुमा कोठा मिलाउन लाग्छु म। कोठा सफा देख्यो दिनभरि भने आनन्द लाग्ने कि कोठा सफा हुने बित्तिकै ओहो ल ठिक छ आज चाहिँ राम्रो छ भने जस्तो फिल हुन्छ मलाई चाहिँ। अनि त्यसपछि लुगाहरू अलिअलि मिलाउनु पर्ने थियो। 2-3 दिनदेखि धेरै मिलाइभएको थिएन मैले, त्यही भएर मिलाउन थालेँ। अनि घर सफा गर्नुपर्ने थियो। 2-3 दिनदेखि म अलि सन्चो पनि थिएन, त्यही भएर घर त्यति सफा गरिसकेको थिएन। भ्याकुम चाहिँ हप्तामा 3 चोटि लाउने गरेछ अनि लगाएकै थिएन 2 दिनदेखि। अनि आज त्यही भ्याकुमहरू लाउन थालेँ। आज चाहिँ उल्टो काम गरेछु। पहिला फेसहरू धोएर आएर क्रिम लाउन पनि सुरुमा सबै काम गरेर अनि क्रिम लगाएँ। अनि त्यसपछि ढिला भइसकेको थियो। अनि खाना बसालेर अनि सब्जी पकाउन सुरु गरिहालेँ। एकदमै ढिलो भइसकेको थियो आज। सपिङ गएर आएर सुतेर फेरि ड्युटी जानुपर्ने थियो। अनि खाना बनाउँदै त्यो बसेर खाने फुर्सद नभएर अनि पानी खान थालेँ। त्यही कोकोनट वाटर खाएँ खाना बनाउँदै थिएँ। आज चाहिँ मैले क्याप्सिकम आलु र काउली बनाएको थिएँ। अनि त्यही खाँदै बिग बोस हेरेँ, स्यालेड पनि ल्याएको थिएँ अनि मुभी पनि बनाएको थिएँ। अनि त्यही खायौँ हामीले। अनि त्यसपछि यो खानालाई चाहिँ आनन्दले खानुपर्ने हुन्छ कि मलाई आधी घन्टा लाएर म एकदमै टाइम लिएर खान्छु। अनि त्यसपछि हामी निस्क्यौँ हतार गरेर। अनि हामी सपिङको लागि निस्क्यौँ। अलि टाढै छ हाम्रो घरभन्दा, त्यही भएर छिटो निस्किनु पर्ने हुन्छ। ढिलो भइसकेको थियो आज त। अनि केमार्ट गएँ सुरुमा। अनि अहिले क्रिसमस चलेको भएर पुरै डेकोरेसन त्यस्तो मात्र चलिरहेछ केमार्टमा, जताततै त्यस्तै छ। अनि यो लुगा मन परेर एउटा आफ्नो लागि चाहिँ यो लिएँ। यो एउटा कस्तो मन परेको थियो नाइट ड्रेस, तर अलि एक्सपेन्सिभ थियो, लिएन। मलाई भन्दा उहाँलाई बढी लुगा लिएछ आज चाहिँ। अनि त्यसपछि ग्रोसरी सपिङ गर्न गयौँ, प्याक एन्ड सेप गयौँ। सुरुमा फ्रुट्स थियो अगाडि नै, सस्तै थियो आज ओरेन्ज एकदमै। अनि त्यही भएर ओरेन्ज पनि लियौँ। अनि त्यसपछि काउली, भन्दा, काँक्रो त्यही सबै कुरा लियौँ। अनि दुध त जहिले हप्तामा 3 डब्बा सकिन्छ हाम्रो, खै के भएको धेरै दुध सकिन्छ हाम्रो चाहिँ। अनि त्यसपछि सपिङ टन्नै गऱ्यौँ। अनि त्यति गरेर अनि छिटो घरतिर लाग्यौँ। ढिलो भइसकेको थियो, ड्युटी जानुपर्ने हुन्छ। मैले चाहिँ गएर एकछिन सुतेर अनि घर जाँदाखेरि भोक लागिसक्यो फेरि। चाउचाउ र अन्डा खाँदै एकछिन मुभी हेरेँ। अनि त्यसपछि अनि म सुत्नको लागि लागेँ। हस्, थ्याङ्क यू।